चाहिँ हाम्रो अपराउन्ड हाइड्रो पावर टेस्टिङ युनिटको टेस्टिङ सुरुङ हो। यो चाहिँ 1065 मेगावाटको सुरुङ पछि बन्छ। अहिले चाहिँ टेस्टिङ कार्य मात्रै भइरहेको छ। यसमा चाहिँ अहिले चाहिँ हामी चाहिँ 653 मिटर चेनेजमा पुगेका छौँ। 600 मिटर चेनेजको चाहिँ फेस चाहिँ यो हो। यसको रक चाहिँ माइकासिस रक छ, त्यो नाइसली रक छ। अनि त्यसपछि यो चाहिँ यो देख्न सक्नुहुन्छ, यो चाहिँ यसलाई चाहिँ ज्यागह्यामर भन्छ, यसलाई चाहिँ रड भन्छ। यसलाई चाहिँ ज्यागह्यामर पुसर लेग, यसलाई ज्यागह्यामर भन्छ। अनि यसले चाहिँ होल गरेर चाहिँ यसले यस्तो देख्न सक्नुहुन्छ, यस्तो होल गरेर चाहिँ अनि यसमा के अरे एमुसन हालेर अथवा जेलाटिन भन्छ त्यसलाई, त्यो हालेर चाहिँ हामी ब्लास्ट गरेर चाहिँ काम अगाडि बढाउँछौँ अथवा सुरुङ खन्छौँ। अनि त्यसपछि यो चाहिँ हेलोजन लाइट भयो, उज्यालोको लागि भयो। यो चाहिँ अब त्यहाँ बिचमा केही धुलोसुलो हुन्छ, धुलोसुलो त्यो होल गरिसकेपछि धुलो पसेकोलाई सफा गर्नको लागि हो। यसलाई बन्द गर्ने यो चाहिँ ब्लास्टिङ वायर हो। यसदेखि चाहिँ त्यहाँ हामी गेटोको सबै तारहरू जोइन गर्छौँ र गेटोको चाहिँ जोइन गरेर यसलाई चाहिँ त्यहाँ जोइन, यसलाई पनि त्यहाँ लगेर जोड्छौँ। त्यसलाई जोडिसकेपछि बाहिरदेखि चाहिँ करेन्ट दिन्छ, करेन्ट दिएपछि मात्रै ब्लास्ट हुन्छ। अनि त्यसपछि त्यो चाहिँ हाम्रो टर्निङ छ। यो टर्निङमा चाहिँ 639 मिटरमा चाहिँ हाम्रो टर्निङ पोइन्ट चाहिँ हामीले स्यान्ड प्यान भएको छौँ। त्योदेखि उता घर चाहिँ सबै स्ट्रेट छ, सबै सिधा देख्न सक्नुहुन्छ हजुरहरू। यो चाहिँ बिहान भयो। योको रक चाहिँ सबै नाइसली छ, एकदम यतातिरको रबर लुज छैन, सबै राम्रो रक छ। यो चाहिँ हस पाइप हो। यसको रक पाइप भन्छ। यो चाहिँ हावा अक्सिजन चाहिँ यो टर्निङभित्र पठाउँछ। यो चाहिँ हाम्रो 600 mm को चाहिँ ब्लो डक पाइप हो। त्यो 300 हो, त्यो चाहिँ प्यानल बोर्ड हो। त्यहाँदेखि चाहिँ 3 फेस लाइन आएको छ डिजीदेखि, अनि दोस्रोमा चाहिँ 62 केबीको डिजी छ। त्यहाँदेखि 3 फेस लाइन हामीले ल्याएको छौँ। 3 फेस लाइन यहाँ ल्याएर यहाँदेखि प्यानल बोर्ड आएर यहाँदेखि चाहिँ ब्लास्टको लागि तार तानेर यता ल्याउँछौँ र अरू बेला चाहिँ लाइन बत्तीको लागि चाहिँ यो तार अगाडि लिन्छौँ। यसलाई चाहिँ लोडिङ स्टिक भन्छ। त्यहाँ जेलाटिन हालिसकेपछि यसले चाहिँ त्यो पालमा चाहिँ त्यो लोड के अरे जेलाटिनलाई यसरी ढकेलेर चाहिँ लोड गरिन्छ र ब्लास्ट गरिन्छ। त्यो लोडिङ स्टिक हुन्छ। यसलाई चाहिँ बालुवाको के भन्छ, गुल्ली अथवा लोला भन्छ। यसलाई चाहिँ त्यो जेलाटिन जुन बारुद हुन्छ, बारुद हालिसकेपछि त्यसको पछाडि चाहिँ 3-4वटा अथवा 2वटा कति हुन्छ त्यो हिसाबले चाहिँ त्यहाँ लास्टमा चाहिँ यो हालेर चाहिँ ब्लास्ट गर्दछौँ। टाइट बनाउँछौँ। हामीसँग चाहिँ CPS 400 मोडलको चाहिँ कम्प्रेसर छ। यसले 12 केजी हावा फाल्छ। त्यो फालेको हावा चाहिँ बाहिरदेखि चाहिँ यहाँसम्म चाहिँ यो ठुलो पाइपमा आउँछ। त्यसपछि यहाँदेखि चाहिँ हामीसँग यहाँदेखि चाहिँ सानो हर्स पाइपमा चाहिँ त्यो हावा चाहिँ जान्छ र त्यो अगाडि देखाएको थियो हामीले जुन ज्याकह्यामरमा गएर हाफको प्रेसरले गर्दा रडलाई घुमाउँछ र रडले घुमाइसकेपछि त्यो रडले चाहिँ यो रकमा चाहिँ होल गर्छ। त्यसरी चाहिँ टनलको काम गरिन्छ। यो चाहिँ मगलोडर हो। मगलोडर चाहिँ ब्लास्ट गरेकोमा मर्किङ जुन थुप्रेको हुन्छ त्यो मर्किङलाई चाहिँ यहाँ मर्किङलाई चाहिँ यो बकेटले चाहिँ तान्छ र यो चाहिँ हाम्रो चाहिँ यो ब्रेक भयो, यहाँ बेल छ। त्यो बेल क्रसरको सिस्टमले चाहिँ घुमेर पछाडि ट्र्याक्टर हुन्छ, ट्र्याक्टरको भागमा लोड गर्छ। यसलाई चाहिँ करेन्ट लाइनदेखि चाहिँ जो स्टार्ट हुन्छ, यो लाइनदेखि चल्छ। यो चाहिँ त्यसको तार हो, केबल हो। यो चाहिँ त्यो अगाडि प्यानल बोर्ड देख्न सक्नुहुन्छ। त्यही प्यानल बोर्डदेखि चाहिँ हामीले चाहिँ लाइन दिएर चाहिँ यसलाई चलाउने काम गर्दछौँ। त्यसको चाहिँ इन्जिन पनि हुन्छ। इन्जिनले चाहिँ अगाडि र पछाडि गर्न मिल्छ। अगाडि पछाडि गरेर चाहिँ यो इन्जिनले काम गर्छ र अरू काम गर्नको लागि चाहिँ लाइन चाहिन्छ। यो चाहिँ योदेखि चाहिँ यहाँदेखि चाहिँ मर्किङहरू आउँछ। क्रसरको सिस्टमले चाहिँ के भन्छ, घुमेर आउँछ र हाम्रो ट्र्याक्टरमा चाहिँ लोड हुन्छ। त्यो बेललाई के भन्छ? यसलाई बेल नै भन्छ। यो बेलदेखि नै यो चाहिँ एबिसी केबल हो। एबिसी केबल चाहिँ हामीले भाइदेखि ल्याएको, डिजीदेखि ल्याएको एबिसी केबल हो। यो चाहिँ धेरै भएर चाहिँ हामीले पछाडि चाहिँ यहाँ स्टक राखेको छौँ र अगाडि टनल अगाडि बढेको खण्डमा चाहिँ हामी यो एबिसी केबललाई फेरि फुकालेर यहाँदेखि चाहिँ अगाडि बढाउने काम गर्दछौँ। यो मार्किङ चाहिँ किन गरेको भनेपछि यो चाहिँ हाम्रो टनलको चाहिँ हाम्रो टनलमा चाहिँ सर्वे पोइन्ट चाहिँ गाडेको हुन्छौँ। त्यो सर्वे पोइन्टको लागि चिन्हको लागि चाहिँ हामीले यस्तो एरो दिएर यहाँ 19 लेखेको छ। 19 भन्नुको मतलब के हो भने चाहिँ हामी चाहिँ बाहिरदेखि टनल सर्वे गर्दै आउँदाखेरि यहाँनिर चाहिँ
यहाँनिर पोइन्टको जुन पोइन्ट नेम हुन्छ त्यो चाहिँ 19 नम्बरमा पर्छ भनेर त्यो चाहिँ बुझ्नको लागि चाहिँ हामीले यसरी यो टर्निङको भित्ताबाट यसरी त्यसमा चाहिँ लेखेका छौँ। हाम्रो यो 5 सेन्टिमिटरमा चाहिँ एउटा रिङ छ, यसको लम्बाइ चाहिँ 6x6 छ र यसको चौडाइ चाहिँ 2.5 नै छ, यसको हाइट पनि सेम छ। यस्तै रिङ चाहिँ हामीले 3 ठाउँमा चाहिँ खनेका छौँ। यो मेन भनेको चाहिँ ट्र्याक्टर टर्निङ गर्नको लागि सजिलो होस्, बिहा गर्न गाह्रो हुनेको र त्यसपछि त्यसको लागि चाहिँ हामीले चाहिँ यो निस खनेका छौँ। यो चाहिँ हाम्रो मोटर हो, यो चाहिँ 2800 RPM-को मोटर छ हामीसँग। त्यसको चाहिँ 11 किलोवाटमा चाहिँ यो मोटर चाहिँ 11 किलोवाटको चाहिँ मोटर हो। यस्तै मोटर चाहिँ हामीसँग दुईवटा छन्, एउटा भाइरल छ एउटा भित्र छ। हामी दुईवटा मोटरदेखि चाहिँ अक्सिजन टर्निङ दिने गरेका छौँ। त्यो चाहिँ अर्को निज हो, यसमा चाहिँ ट्र्याक्टर राखेका छौँ। अहिले चाहिँ हामी कति 3 सेन्टिमिटर टेनेजमा छौँ। यस्तै टेनेजतिर चाहिँ हामीले चाहिँ 10 मिटरको डिस्टेन्समा चाहिँ हाल्ने गरेका छौँ। त्यसपछि टेनेजहरू चाहिँ यहाँनिर चाहिँ त्यो भित्रको फेरि ट्याक्ने त्यो 280 मिटर टेनेजहरू चाहिँ हाम्रो यो रिङ हालेका छौँ। यो रिङमा चाहिँ 4वटा रिङ लगाएका छौँ हामीले। अनि यहाँ त्यो ट्याक्निङको लागि चाहिँ अब हामीले केही छैन हामीसँग, ड्यामको प्रयोग गरेर ट्याक्निङ गरेका छौँ र यहाँ माइनस पानी आइरहेको छ। यो ड्यामको कुहिन लागिसक्यो, अब समय भइसक्यो भएको छ। यो चाहिँ चेनेज चाहिँ 160 मिटर चेनेजमा छौँ। हाम्रो अहिलेसम्मको सबैभन्दा ठुलो चाहिँ ओभरब्रेक गएको ठाउँ चाहिँ यही हो। माथि लगभग 10-15 मिटर चाहिँ माथि ओभरब्रेक गएको छ। यहाँ पनि एउटा ठाउँ जसरी नै बाँसको सपोर्ट हालेर चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ। यहाँ चाहिँ रिप चाहिँ 12वटा रिप लगाएका छौँ हामीले। ओभरब्रेकले गर्दाखेरि बाँसलाई यसरी भाँचिरहेको छ, यसरी भाँचेको छ। यो चाहिँ एकचोटि बाटो सबै भत्केर फेरि अर्कोचोटि रिपेयर गरेको ठाउँ हो यो चाहिँ। यसरी सपोर्ट यो चाहिँ चेनेज चाहिँ 65 मिटर चेनेज छ। यो चाहिँ हाम्रो चाहिँ ड्याम भएको छ। योभन्दा अगाडि चाहिँ ड्याम चाहिँ मायादेखिमा चाहिँ सुरु भएको हो। ड्याम भएको छ, हामीले देख्न सक्नुहुन्छ। हामी चाहिँ यो खोलादेखि भार निस्किसक्यौँ। यो चाहिँ अरू खोला हो। यो खोलादेखि चाहिँ 1000 मेगावाटको चाहिँ बत्ती निकालिन्छ यो खोलादेखि। यो चाहिँ अरू खोला चाइनाको सिमाना भएर आइरहेको छ। यो चाहिँ हाम्रो इन्डो पम्पको ट्र्याक्टर हो। यो ट्र्याक्टरदेखि चाहिँ मकिङ गरेर चाहिँ भित्रको माटो लगाएर खन्ने काम गर्छौँ। यो चाहिँ ब्लो डग पारी चाहिँ। अनि त्यसपछि हाम्रो सब कन्ट्र्याक्टरको हाउस चाहिँ घर चाहिँ पारी छ। यो चाहिँ हाम्रो पुल भयो। आर्मी क्याम्प चाहिँ त्यहाँ रहेको छ।